अनि सरकारले त कुलमान घिसिङलाई हटाएछ नि त नि। सरकारले गर्ने भनेको यस्तै राम्रो काम त हो नि। अनि यो राम्रो काम हो। अनि जनताले मन पराएका मान्छे, जनतामा लोकप्रिय भएका मान्छे, जनताका भावना बुझ्ने मान्छे सरकारले राख्ने हो त। त्यो त हटाउनु पर्ने। अनि राम्रो काम गर्ने मान्छेलाई त झन् प्रोत्साहन गरेर राम्रो गरेर पो राख्नुपर्छ त। अनि कुलमान घिसिङलाई किन नहटाउने त नि? अब मन्त्री सरकार के भन्छन्? लोड सेडिङ हुन्छ, लोड सेडिङ गर्नुपर्छ भन्छन्। अनि कुल मान्छे लोड सेडिङ गर्नु हुँदैन भन्छन्। अनि त्यस्ता मान्छेलाई राख्छन् सरकारले? त्यस्तैलाई पो राख्नुपर्छ। देश त्यस्तै मान्छेबाट बन्छ। अनि यो सरकारलाई त्यस्तो मान्छे चाहिँदैन नि त, मन पर्दैन नि त। लोड सेडिङ अन्त्य गर्नुपर्छ, लोड सेडिङ हटाउनुपर्छ भन्ने मान्छे सरकारलाई किन चाहियो? अनि सरकारलाई चाहिएर भयो त जनतालाई त्यही मान्छे चाहिएको छ। अनि जनताको कुरो सुन्नु पर्दैन सरकारले? जनतालाई के मतलब? जनताको के मतलब सरकारलाई? जनताको सरकारलाई मतलब भएदेखि त जनताले के भन्छन्, जनमत केमा छ, जनलहर केमा छ त्यो कुरो बुझ्दैनन्। त्यो केही पनि होइन। बिचरा सरकारलाई माया लाग्यो होला नि त, इन्भर्टर कम्पनीको माया लाग्यो होला, मोमबत्ती कम्पनीको माया लाग्यो होला, जेनेरेटरको माया लाग्यो होला। अनि फेरि ऊ भारतलाई जस दिनुपर्छ भनिरहेका छन्। कुलमानलाई शून्य मार्क्स दिएर बसिरहेछन्। कुलमान जस्तो मान्छे त्यो सरकारमा बसिरहन पनि उचित थिएन क्या। त्यो सरकारको केयर कर्मचारी भएर बस्न पनि ठिक थिएन। बेकारमा हेर्दा शून्य मार्क्स दिएका छन्, उता दिएका छन्। अनि कहाँ चाहिँ जानु त अब कुलमान? ठिकै भयो, बाहिर बस्ने, 84मा गर्ने। कुलमान घिसिङ भनेको कर्मचारी भएर बस्ने मान्छे होइन। कुलमान घिसिङ भनेको शासन गर्ने मान्छे हो। यो देशलाई चाहिने मान्छे हो, शासक बन्ने मान्छे हो। त्यही भएर कुलमान घिसिङ 84मा अब बाटो खुलो, जनताले मूल्याङ्कन गर्छन्। अब यस पछाडि लोड सेडिङ होला नहोला के होला त्यो जनताले आँखा निहालेर हेरिरहेका छन् नि त। अनि यो सरकारलाई कहाँ मनपर्छ हो राम्रो मान्छेहरू? कस्तो कुरो गरे यार? यस्तो तरिकाले देश कहाँ पुग्छ होला तपाईँ सोच्नु? देश कहाँ चल्या र? देश त घिसिरहेको छ। रेमिटेन्सको पैसाले धन्न देश घिसिरहेको छ। चल्या र देश? उहाँ प्रति व्यक्ति ऋण हेर्न पढ्दिने साथ थाहा छैन तँलाई कुरा गर्छ। कुलमान घिसिङ आउनु पर्यो, शासक बन्नु पर्यो। यिनीहरूको कर्मचारी बनेर यिनीहरूको यो